राजेन्द्र खड्कीलाई मसँग 30 सेकेन्ड टिकेर देखाउँ फुल हुन्छ कि सेमी हुन्छ कि छोरा हुन्छ कि 30 सेकेन्ड है 30 सेकेन्ड यस्तै एउटा रुमभित्र हालिदिनुहोस् मलाई अनि 30 सेकेन्ड मलाई उहाँले राखिदिनुहोस् 30 सेकेन्डमा उहाँलाई म के गर्दो रहेछु अब चाहिँ त्यो उहाँले खोजेको इच्छा र मैले गर्छु पछाड्छु भन्ने कुरा चाहिँ म पूर्ति गरेर देखाइदिन्छु उहाँलाई हो र कहिले रिङमा के हुँदैछ यो अब ओपन फाइट के छ त अब यसको अब हुन त उहाँसँग अब एकैचोटि कि फुल कन्ट्याक्टै खेल्नु पर्यो जहाँ भेट्छ त्यहाँ ब्ल्याङ्क हान्नु पर्यो नभए त्यो रिङको नियम मलाई थाहा छैन अनि उहाँले म त्यो के अरे फुल कन्ट्याक्ट चाहिँ म ब्ल्याक बेल्ट हो त्योसँग म खेल्छु भन्दै हुनुहुन्थ्यो अब म पनि फुल कन्ट्याक्ट छ त्यसै पनि झन् एमएमए खेल्ने मान्छे भइसकेँ उहाँसँग एक दिन चाहिँ अब त्यही फुल कन्ट्याक्टै अलिकति राखेर कता हुन्छ फुल कन्ट्याक्टै खेल्नु पर्नेछ तर सायद उहाँलाई अब त्यो उहाँले 2 सेट भन्नुहुन्थ्यो त्यो मसँग उहाँले 2-4 सेकेन्ड पनि टिक्नुहुन्न राजेन्द्र खड्कीसँगको विवाद उहाँले मैले अलिकति अगाडिको उसमा पनि भनेको थिएँ हाम्रो इन्डिया पाकिस्तान लगायत 2-3वटा देश र नेपालको त्यहाँ हाम्रो महिला रेस्लिङ फेडरेसनमा गेम भगवती खड्काकोमा त्यहाँ गेम भइरहेको थियो त्यहाँनिर अब अलिकति विदेशी खेलाडी भएकोले रेफ्री गर्नुपर्ने भयो रेफ्री गर्दाखेरि अब अलिकति अर्को पहिलेदेखिको रेफ्री गर्नेलाई त्यति नियम कानुन थाहा हुन्न कहिलेकाहीँ साँच्चीकै पनि पर्न सक्छ त्यो बेलामा दाइले गरिदिनु पऱ्यो भनेर रिक्वेस्ट गरिसकेपछि म आएर रिक्वेस्ट गरेर ठाउँमा खेलेँ उहाँहरू पनि अतिथिको रूपमा त्यहाँ आउनु भएको थियो अनि अब पत्रकार साथीहरूले राजेन्द्र खड्की रागा मारेको भन्ने एउटा हाम्रो दिमागमा परिरहेको अनि उहाँलाई सोध्नुभयो तपाईँ पनि रेस्लिङ खेल्नुहुन्छ भनेर पत्रकार साथीले त्यहाँ सोध्न जाँदाखेरि उहाँ मायाक समातेर म रिङमा रेफ्री गरेर आएको थिएँ योसँग चाहिँ म खेल्छु योसँग चाहिँ खेल्छु गर्न थाल्नुभयो मलाई अनि मलाई इङ्गित गरेर त्यसो भने थालेपछि मैले तपाईँ खेल्ने भए खेलौँ भनेपछि फेरि पत्रकार साथीले मलाई आएर त्यहाँ बिचमा छेकेर तपाईँसँग त राजेन्द्र खड्की खेल्नु भन्नुभएको छ डराउनु भयो क्या भन्नुभयो मैले पनि उहाँलाई म खेल्छु तर खेल्दा पनि उहाँलाई म पछाड्छु भन्थे यो तपाईँको ठेगो यो जुन चाहिँ नि पछाड्छ खुब भाइरल भने मैले भने त्यही ठेगो अनुसारले उहाँले पनि फेरि पत्रकार साथीहरूले उता राजेन्द्र खड्की हलिउड स्टेजमा हुनुहुन्थ्यो त्यहाँ गएर तपाईँलाई हिक्मतले पछाड्ने अरे भनेपछि त्यसलाई म उडाइदिन्छु भन्नु थाल्नुभयो अनि हाम्रो त्यहीँबाट इस्यु भएर अनि यसरी नै हाम्रो डिसिस पनि पऱ्यो बिचमा फोन पनि भएको थियो अनि के भन्नुभयो फोनमा कुरा गर्दा फोनमा कुरा गर्दाखेरि चाहिँ हेर हिक्मत मिडियामा त्यस्तो हो त्यसमा मनमा लिने कुराहरू होइन यस्तै हो अब मिडियामा त्यस्तै आयो अब मलाई पनि रहर चाहिँ छ तर सक्दिनँ होला उमेरको कारणले म रहर चाहिँ छ तर म सक्दिनँ होला भन्ने कुराहरू गर्नुभएको थियो अनि ठिकै छ मैले त्यसलाई त्यसरी इस्यु लिएन भनेको अहिले फेरि प्यार बोल्दै हुनुहुँदो रहेछ अब चाहिँ त्यो उहाँले खोजेको इच्छा र मैले गर्छु पछाड्छु भन्ने कुरा चाहिँ म पूर्ति गरेर देखाइदिन्छु उहाँलाई उसो भए तँलाई कालले कुदकुद्याएछ होइन तैँले भीमसिंह खत्रीको भाइले हात हालेको छस् त बाध्दैनस् तँलाई म यस दुनियाँबाट उठाइदिन्छु हिक्मत खत्री हो मेरो नाम हिक्मत खत्री